Welcome back to my YouTube channel. It's me Ankita Pageni, and if you are new to my channel, please subscribe. साथीहरु यो चाहिँ बीच-बीचमा पत्र बोले गरेर है फेरि शूट गर्न पर्यो। अंकिता's channel सुरुमा भएको चाहिँ के भन्दाखेरि सुरुमा चाहिँ हामी चाहिँ एउटा काम थियो ल यो भरतपुर आई हैन, अनि त्यो काम पनि भएन हाम्रो। त्यसपछि उहाँजीलाई हेर्न मलाई थियो होस्टेल रिटर्न 3 टिकटकर वाला राम्रो मुभी हैन, त्यही पनि मैले कर गरेर ल हुन्छ भनेर हैन हामी हेर्न जाने भनेको। तर हामी जस्ट आधी घण्टा जति त बाँकी थियो होला है, तर हल बुक भइसकेछ, सबै हल प्याक भइसकेछ। अगाडिको 2-3टा सिट मात्र खाली थियो, त्यहाँ क्यान्सल गर्यौं हामीले। त्यसपछि सोचेम जुगाड लगायौं, टिकटक भरि पार्किङ चितवन हानेर भटेरी ट्री हाउस भन्ने आएँ। अब लेट चाहिँ यो कस्तो ठाउँ हो, के हो, कस्तो छ है हेरौँ। अनि आजको ब्लगमा यति नै हुनेवाला छ ल। टिकट पनि काट्नु पर्ने रहेछ साथीहरु। के को लागि कसले हेर्छ टिकट भने हेर्ने मान्छे कोही छैन रे, तर काट्नु चाहिँ पर्यो रे। बीबीसी रुपैयाँको टिकट काट्नु हामीले, तर के हेर्नु उयो ठाउँमा है अरूको पिकनिक चल्छ, हामीले कस्तो रमाइलो भइरहेछ। हामी कस्तो 2 जना मात्र भएर नभए हामी 3 जना मात्र साथी छन्, साथी न संगी एक्लै रंगी चंगी, साथी न संगी एक्लै रंगी चंगी। हामी त्यस्तै नाच्ने भन्ने कुरो हो कि हामी चाहिँ हाम्रो गीत हाम्रो अघि सुट गर्छ कि उसके रानो मुम्बई की रानो रानो मुम्बई की रानो। गाइज मैले चाहिँ यो खेलेको है, म चाहिँ सकिनँ, मैले गिभ अप हालिदिएर म बीच बाटोमा उत्रिसकेँ। अब हाम्रो अस्मिता साथीले चाहिँ खेलिरहनु भएको छ, उता हुनुहुन्छ अस्मिता साथी। सी इज भेरी आर्टिलो, आइ एम भेरी फट्टु। गाइजहरु म चाहिँ तपाईहरुलाई लोकेसन भनिदिन्छु, ताकि हजुरहरु पनि आउँदाखेरि हामी जस्तो अलमल्ल गरेर कहाँ भन्ने चाहिँ नहोस् है। ल म भनिदिन्छु। हो यो चाहिँ रिङ रोड हुँदै आफरारी हुँदै सिधै आएपछि एउटा भतेरी भन्ने ठाउँ छ, त्यसको बिचमा चाहिँ हाम्रो भतेरी ट्री हाउस छ। ऊ त्यहाँबाट जाने हो इन्ट्री पोइन्ट चाहिँ, हजुरहरु कन्फ्युज नहुनु होला है। बाई बाई गाइज, दिस वाज फर टुडे। आजको दिन हाम्रो एकदम राम्रो भयो, हजुरहरु पनि आउनु होला, यो ठाउँ एकदम रमाइलो छ। द्याट्स इट, बाई।
यहाँबाट हो जस्तो लाग्यो कि मलाई यो बाटोबाट भित्र तर कन्टेन्ट हुन्छ यार चिप्लेको भए फेरि डाउट चिप्ली गर जबरजस्ती चिप्लिनु जबरजस्ती चिप्लिने हो क्या हामी चाहिँ राम्रो भएर चाहिँ झोलाउँदै खाली नपुगी त हाम्रो नै चल्दैन त्यही त्यस्तै हो तर सही शान्त ठाउँ हो कि यो तर राम्रो पहिलाभन्दा राम्रो बनाएको छ यो रुख चाहिँ मेरो फेभरेट हामी मैले भनेको साथीहरू आँखाले बुझ्नुतिर सबै अटोमेटिक ब्लक हुन्छ त्यो रियाक्सन पनि ठ्याक्कै अनि किनभने अब कति मुभमेन्ट त छुटेको हुन्छ कति मुभमेन्टमा आफ्नो त्यो एनर्जी हाई हुँदैन नि त अब त्यही पनि ब्लक गर्नुपर्छ मेरो आज एनर्जी नै थिएन होइन त्यही नै अब उहाँको परिवार मैले गरिरहेको छु त्यस्तो हुन पनि अनि एडिट मात्र गर्नु पनि कति आउँछ यस्तो गर्दा कि हाम्रो एकदम च्यानल चल्यो भने म चाहिँ भ्लगिङ गर्छु तपाईँ एडिटिङ गर्ने अनि पैसा कमाउने अनि अब त्यस्तो भयो भने 3-4 जग्गालाई रोजगार त मैले दिन्छु अनि कस्तो मजा लाग्छ हामीले त ट्रेनिङ गरायो नि तर वाइड वाइड परेछ मैले सब विचार गर्छु कि हो कि यो केही विचारै गरिदिनु कति रमाइलो डान्सिङ भएर हामी पनि जोइन हाल्नु बेर लाग्दैन हाम्रो मुड अनुसारको कुरो हो हामी चाहिँ गरेर यस्तो स्यालेरी डान्स भनेर फेरि जिटिभै हामीले सर्ला हटाएर हामीलाई चाहिँ यहाँ बाटोमा एउटा दिदी भेट हुनुभयो उहाँले भन्नुभएको थियो कि यहीँ बाख्राहरूलाई बाघले समातेर खायो अरे यो ठाउँमा बाघ भालु आउने रहेछ साथीहरू सावधान रहू सतर्क रहू एउटालाई त बाख्रादेखि चाहिँ पुगिहाल्छ हामी बाख्रा भइहाल्छ